गुड मर्निङ। अहिले म भीमदत्त नगरपालिकाको मूल गेटमा उभिएको छु। आज म जुन विषय यहाँ प्रस्तुत गर्न गइरहेको छु त्यसलाई रचनात्मक आलोचना सम्झिदिनु होला, यो विरोध नसम्झिदिनु होला कसैले पनि। म तपाईलाई यो संरचना देखाइरहेको छु। यो संरचना हेर्नुस्, यो भीमदत्त नगरपालिकाको मूल गेटको संरचना हो। यो गजबको छ हाम्रो यहाँ महेन्द्रनगरमा। यो संरचना आज लगभग 5 वर्ष यता यही रूपमा चाहिँ यहाँ खडा भएको छ। यसभन्दा अघिका नगर प्रमुख सुरेन्द्र विष्टको पालामा बनाइएको यो संरचनालाई एउटा राम्रो गेटको रूपमा भीमदत्त नगरपालिकाभित्र राम्रो गेटको रूपमा चाहिँ यो बनाउन खोजिएको थियो। तर यो अहिलेसम्म पुरा भएको छैन। आज लगभग 5 वर्ष भएको छ। के कारणले हो, कसरी हो, त्यो त नगरपालिका जानुस्। तर हामीले सुनेको के भने यो चाहिँ कुनै निर्माणको व्यवसायी निर्माणकै क्रममा कुनै विवादका कारणले भएको हो। यो संरचना नहुँदा यहाँ भित्र बनिरहेको एउटा ठुलो बिल्डिङ अर्थात् भीमदत्त नगरपालिकाको सिंहदरबार को पनि यो सौन्दर्यलाई समस्या परिरहेको छ। म आदरणीय मेयर साहब लगायत नगरपालिकाका अधिकारी र जनप्रतिनिधिहरूलाई के भन्न चाहन्छु भने यसरी यो भत्ताभुङ्ग अवस्थामा राख्नु भएन। कुनै किसिमले यसको चाहिँ उपाय निकालेर यसलाई चाहिँ तुरुन्तै निर्माणको कार्यक्रम पुरा गर्नु पर्यो। धन्यवाद।